عصافير ودماغي بتعمل شايف عصافير شايف عصافير. So hello guys, welcome back to my YouTube channel. आज चाहिँ वैशाख 1 गते हो कि नै, सबैजनालाई ह्याप्पी न्यू इयर फेरि पनि हो कि नै। हिजोको भिडियोमा पनि भनेको के हुँदैन ह्याप्पी न्यू इयर त खास गरी आज हो नि त। सो आज ह्याप्पी न्यू इयर सबैजनालाई। अब भिडियो रेकर्ड बन्द हामीले गर्छ फेरि। 53 भइसक्यो। 5:30 बजे आउनु भनिरहेको थिएँ म। नेपाली टाइम त होइन यति लेटमा मै लेट उठ्दिएँ, थाहै भएन यसपट्टि। विजयमा आउँदै ठुलो होटल धनगढीको बागमा पछाडितिर उतागढी सुन्न हेर्नुहोस्। एकछिन है खै ओके धनगढी जिसिले प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा गर्दै आएको अब धनगढी दौडिन्छ भन्ने मुख्य नाराका साथ छ है गाइस। हिजो भनिरहेको थिएँ नि त यो ठाउँमा भोलिन्टियरहरू राखेको हामी जस्तोलाई मर्छ नि त मान्छे सेफे भएर। पानी पनि दिने रहेछ यस्तरी ल। पुरा रोड चाहिँ क्लियर छ, त्यही हुनाले क्लियर छैन। दौडिरहन्। 21 किलोमिटर दौडिएकोमा त मर्छ नि त मान्छे हो। अर्को साल म पनि जानु पऱ्यो क्या सिधै शहीद घोषित अध्याय त। यिनीहरूलाई हेर मस्तले कुद्दैन। यिनीहरूको त 5 किलोमिटर हो क्या। केटीहरूको त सायद केटीको तर्फ आटा लड्यो भने फेरि अब खुल्ला आटा हान्यो भने त त्यो 21-22 किलोमिटर कति हो। भर्खर स्टार्ट भएको जस्तो लाग्छ त।
पानी पानी म पनि भोलिन्टियर हो र पानी 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 चलो 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 यस्तो यस्तो लगाउने होला तातो भएन छुट्यो सायद हुन सक्छ म्याराथनवाला हुन् यिनी 5 किलो वाला हुने नि म त आफूको जुत्ता उठा उठ्ने सोचे हैन 21 किलोमिटर कि 22 किलोमिटर होला कता गइसक्यो भाइ गेटा त्यहाँबाट कपडाले फर्किनु पर्ने हो गेटा गइसक्यो अरे यिनीहरू त भन्सार जाने बाटो यता के बनाएर हिँड्छ रातितिर नयाँ वर्ष भनेर खै लाइटिङ साइटिङ सब नयाँ नयाँ चलिरहेको यतातिर अहिले दौडिनेलाई आधा कपडातिर पुगिसक्यो आधा उतातिर गेटातिर लामो दौडिनेलाई उतै गइसक्यो उता गइसक्यो आधा उतातिर कपडलतिर पन्जाबी दाजु कथा हो कहाँ पुग्यो रेसरहरू चेकिङमा लाग्यो खतरा स्पिडमा दौडिरहेको हुन्छ स्पिड दर हुन्छ यो गाडीमा किन आउनु नि ओहो पानी चाहियो बरु पानी ल्याऊ ओहो ह्याप्पी न्यू इयर ल ल सास कस्तो हुन्छ नि एकचोटि पुरा प्र्याक्टिस कति गरेन प्र्याक्टिस उसै दौडिनु त्यति पनि धेरै हो यार खुट्टा दुख्यो नि तलतिर आज जिमनगर दाले रेसमा जानु पर्ने थियो तर जिममा त घटेको छैन बाहिर के घट्ला अरे त 21 किलोमिटर 1 किलो त झराइन्छ यहाँदेखि पुग्दासम्म भइसक्यो यो चाहिँ हाम्रो ड्रोन टिम यता धनगढीको क्लिप छ नि ल
दौडिसक्यो धनगढी त अलरेडी दौडिरहेछ बिचुकमा गयो भने फेरि दाजुले थर्काउने होला पुलिसवाला दाजुले ओमा धनगढी चाहिँ पुरै बवाल भइसक्यो तर आजभोलि तर क्यामेरा चाहिँ त्यस्तै हुनाले त्यस्तै देखाइरह होला बेकारवाला पुरै बवाल छ बोट सोट लगाएर उता हरियो भइसकेको पुरा बिचमा पनि यतै भन्सार जाने बाटो यतैबाट कहाँ हो गौरीफन्टा त्यही यो चाहिँ यता सिधै गयो भने एउटा पहाड लाइन जान्छ सिधै बाटो पश्चिमतिर गएन मणिनगर पूर्वतिर गएन पूर्वतिर गइहाल्यो ल चौथो नम्बरमा दौडिरहन् 21 किलोमिटरवाला हुनाले केही हुँदैन आफ्नै सहर हुने त चिनिहाल्यो गए बाँकी दियो मान्छे हाटेर तिनजना यिनीहरूलाई त पुरै दिइरहन्छ उतैबाट चार्छ त्यहीँबाट पानी लगिहाल्यो त पानी त त्यही रहेछ तिनीलाई त दिइरहन्छ त त्यहीँबाट ट्रिटमेन्ट ल्याए बाइकमा चल्दा फिर्दा अहिले कहाँ देखा जस्तो लाग्यो भाइ फेरि भने हामीलाई के व्यवस्था गरेको त नि मासु भात मात्र सुनेको छु बहिनी के व्यवस्था छ नि बहिनी हामीलाई फेरि टोकन ब्लक छ कि नै त्यो पेन्सन त्यो किनेर राख भने त्यो भयो भयो टोकन ब्लक त राख्नुपर्ने हो उल्टी जे गर्ने त्यस्तो नियम असुली अर्को रहेछ त्यहाँ मान्छे डर छ नि यहाँ त के यहाँ त पुरा मालासाला सब लगाइसक्यो क्या पर्सेको थरलाई र प्रगतिको कामना गर्दै यस म्याराथनलाई हामीले गर्दै आइरहेका छौँ र हामीले समाजमा रूपान्तरणको लागि बोल्दै आउँछौँ धेरै ठाउँमा तर काम गर्दाखेरि हामीले चाहिँ समाजमा चेन्ज गर्नको लागि चाहिँ हामीले नयाँ वर्षको सुरुवातदेखि नै यस म्याराथनको सुरुवाती गर्दै र समाजमा रूपान्तरण गर्नको लागि चाहिँ युवाहरूको अहम भूमिका भएकोले युवाहरूले खेल सेक्टरमा पनि आफ्नो समय चाहिँ दिनुपर्ने भएकोले
हाम्रो यस आजका यस प्रमुख अतिथि प्रकाश बहादुर देवबाज्यूको पनि सुदूरपश्चिम प्रदेशभरि युवाहरूले गर्ने खेल सेक्टरमा होस् या हरेक सेक्टरमा उहाँहरूले एउटा भिजन लिएर युवाहरूलाई साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले चाहिँ यस कार्यक्रममा चाहिँ ल्याउनको लागि राम्रो काम गर्नको लागि चाहिँ आफ्नैबाट सुरुवात गर्नुपर्ने हुन्छ र आफ्नो दुई शब्द टुङ्गाउनुभन्दा अगाडि के भन्न चाहन्छु भने नयाँ वर्षको शुभकामना दिँदै सम्पूर्ण जेसिस तथा नन जेसिस मनहरूमा नयाँ वर्षको त्यसरी नै यो वर्ष सबैको सुस्वास्थ्यको पनि हो र यसले एउटा हरेक युवाहरूमा नयाँ आयाम थप्ने काम गर्दै अगाडि बढाउँछ र सक्षम र उसको स्किल डेभलपको पनि काम गर्दै आएकोमा त्यसका साथसाथै यस्ता किसिमका प्रतियोगिताले एक आपसमा हामीहरूको सम्बन्ध नजिक होस् भन्ने उद्देश्यले यो सामाजिक क्षेत्रमा पनि यसले काम गर्दै आएको म जानकारी गराउन चाहन्छु र म ह्याप्पी न्यू इयर धन्यवाद ह्याप्पी न्यू इयर भाइ ह्याप्पी न्यू इयर अब हाम्रो प्रोग्राम सिधै हामी चाहिँ भोलिन्टियर हुनाले अब हामी नास्ता खाना गरिरहेका छौँ नास्ता खाना हामीलाई यता के हो संस्था के हो जे हो भने त्यही हो जे भने त्यही हो होलसेलले चाहिँ हाम्रो नास्ता खान लाग्छ यहाँ एक सुरेश एक्का बोका एके बोका या भाइ त एके यो पानी बेच्ने वाली 10 रुपियाँ पानी बेच्यो यो हाम्रो क्लासको हाम्रो कलेजको नम्बर 1 बोका हो हेर पानी राख्यो एउटा भाइ तँलाई मलाई किन लगायो होला यो भाइ भने कमल गाइस कमल दाइ आइज न तर मलाई किन लगायो कुकुर तिहारमा कुकुर लगाए जस्तो देखिया छ ह्याप्पी न्यू इयर राई ह्याप्पी न्यू इयर भनेको भ्लगिङ गरेर गइरहेको छौँ अटोमा गइरहेको छु बाटो गइरहेको छु होइन अटोमा पुग्यो फाइनल गाई यता पनि देखाउ नि त यो भलकमा म पनि हुन्छ सहमत होइन यो भाइ धेरै खान्छ यो भाइ त मसँग फ्रेन्ड पनि छ फेसबुकमा लेजेन्ड भाइ मेरो फ्यानहरू नभए तिम्रो कहाँ पढ्ने हामी त डिएमटिएसमा हो त कति न 11 यस्तै हामी गइरहेको छौँ कहाँ भाइ मेरो हामी चाहिँ राम्रो केटीहरू हेर्दै हामी जान लाग्छौँ सरी अन्डी चाहिएको छोडिदिनु छ मलाई अन्डी ओ 54 ओ सेतो ए हेरी ल पछाडि हेरी ओ सरी फ्लाइङ जेट होइन बाघ भइसकेको छ अब हाम्रो एरोप्लेनको हजुरलाई म देखाइदिन्छु बाइक हुन्छ ब्लू लगाएर हिँड्न राम्री धेरै राम्री कुन हो नयाँ भाउ खा तन्द राम्रै गिरी पठाइदिन्छु बहिनी म हेर्न सक्नुहुन्छ यो एकछिन मैले भक्क चिराइ देखेन केटाहरू चाहिँ भेट्दाखेरि गाली दिन्छन् होइन केटी हो कि भन्छ त 2 बोतल छ ताज होटलमा आइसकेको छौँ होइन भर्खर जेटवर लाइन गरेको हो उत्तम 60 लाख अल्कोहल पनि हो यहाँ हजुर भाइ यस्तो दारूसारू खाने हो नि त यहाँ त केही छैन अल्कोहल त अलिअलि हुन्छ नि त मेडिसिनमा पनि हुन्छ उसरी त खै भाइ के खान लाग्यो भाइ कतिको हो यो कति 20 लाख रुपियाँ